हाम्रो वडाको टिम र हाम्रो जिल्ला समितिको नेकपाका पक्ष लगायत हामी सबैमा सम्मान कार्यक्रम गर्छौँ र यो सम्मान कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनुको लागि नगरपालिका वडा नम्बर 1 वडा अध्यक्ष दीपक त्यसै गरी अब हामी अतिथिकै आसन ग्रहण गरिदिनुको लागि म खाद्य व्यवस्थापन कम्पनीका शाखा प्रमुख एवं वरिष्ठ अधिकारी धर्मबहादुर बस्नेतज्यूलाई आसन ग्रहण र सम्पूर्ण हामी सहभागी सबैलाई आफ्नो ठाउँमा अतिथिको आसन ग्रहण हुन्छ। हामी सम्मान कार्यक्रम उपस्थित छौँ। हामी स्थानीय सम्मान कार्यक्रम भएको सार्वजनिक गरेर हामीले सबै हामी यहीँका स्थानीय टिम हामी किनकि हाम्रो कोभिड-19 अवस्थामा हाम्रो यत्रो महामारी फैलिएको बेला हाम्रो खाद्य संस्थानबाट हाम्रो 1 नम्बर वडामा सराहनीय योगदान गर्नुभएको शाखा प्रमुख वरिष्ठ अधिकारीलाई हामी सम्मान गर्ने भएको साथै हामी धेरै लामो नगएकोमा सम्मान कार्यक्रममा केही भनाइ राखिदिनुको लागि म गोर्खापत्र संवाददाता सहदेव बस्नेतज्यूलाई धन्यवाद सचिव सर। आज यो सम्मान कार्यक्रमको अध्यक्षता गरिसक्नुभएका अध्यक्ष एवं हाम्रो वडाका उपाध्यक्ष, हाम्रो नेकपाका अध्यक्षज्यू, हाम्रो लगायत सम्पूर्ण यहाँ उपस्थित हाम्रो सेवाजीवी पार्टी समितिका साथीहरू, हाम्रो सुरक्षाकर्मी सम्पूर्ण हाम्रो वडा सदस्यज्यू लगायत सम्पूर्णमा हार्दिक नमस्कार। खासमा आज हामीले एउटा जुन विभिन्न खालका कार्यक्रमहरू हामीले वडामा चलाइरहन्छौँ, त्यो अन्तर्गत आज हामीले एउटा नयाँ सम्मान कार्यक्रम गर्न गइरहेका छौँ। र खासमा यो केका लागि गर्न गइरहेका छौँ भनेपछि खासमा हामी एउटा हाम्रो वडाको त भइ नै हाल्यो, वडाको साथसाथै उहाँले जिल्लामा यहाँ बसेर लामो समयदेखि जिल्लामा कति वर्ष 5 वर्ष 6 वर्ष जिल्लामा बसेर उहाँ आएदेखि मात्रै उहाँले 10वटा डिपो जो दुर्गम ठाउँहरू छन् हाम्रा दुर्गम ठाउँमा जहाँ खाद्य अभावमा हाम्रो नागरिकहरू भोकै बस्नुपर्छ त्यस्तो ठाउँमा उहाँको पहलमा 8-10वटा डिपो थप्नु भनेको सामान्य कुरा थिएन। उहाँको त्यो एउटा सराहनीय काम त्यो छँदैछ, त्यो जिल्लाभरिको निम्ति भयो। त्यसै गरी हाम्रो अहिले भर्खरै पनि बारीकोटमा जो खाद्य सङ्कट भएको छ, हाम्रो मान्छेहरू बाढी पहिरोले पीडित हुनुभएको छ, त्यहाँ भर्खरै 900 कुन्टल चामल पठाउने कार्यमा उहाँले लागिराख्नु भएको छ र कति चामल गइसक्यो त्यो जाँदैछ। लगायत यो दुर्गम भेगमा उहाँले जो जागरकोटमा बसेर योगदान गर्नुभएको छ त्यो योगदानको सम्मान गर्दै त्यसको साथसाथै हामी जो कोभिड-19बाट प्रभावित भयौँ, हामी यही हाम्रै वडामा बसेर छलफल गरेर हामी सबैले थोरै पैसा उठाएर पनि हामीले जो वितरण कार्यक्रम गरेका थियौँ, त्यो कार्यक्रममा हाम्रो हाकिम साहबले पर्सनल रूममा हामीलाई 10 बोरा चामल हामीलाई व्यवस्थापन गरिदिनु भएको थियो। उहाँले आफ्नो तर्फबाट यो नम्बर वडाको जनताको निम्ति तपाईँहरूले त्यसरी अलिअलि पैसा उठाएर गइराख्नु भएको छ भने मेरो पनि त्यो वडाको निम्ति मैले योगदान केही गर्नुपर्छ भनेर उहाँले 10 कुन्टल 10 कट्ठा हामीलाई चामल निःशुल्क रूपमा दिनुभयो। र हामीले त्यसको साथसाथै हामीले पैसा त पछि पेमेन्ट गऱ्यौँ, उहाँले हाम्रो विश्वासको आधारमा हामीलाई जति सामग्री हामीले ल्याउने थियौँ त्यो सबै उहाँले पठाइदिनु भयो। त्यसो भएकाले त्यो कार्यको हामीले एउटा प्रशंसा योग्य काम गरेको कारणले गर्दा हामी वडावासीको तर्फबाट हामीले छलफल गऱ्यौँ। हामी वडामा बसिरहेका मान्छेहरू जो पीडित जो छौँ त्यो सबैको तर्फबाट उहाँलाई र एउटा सिङ्गो वडा परिवार तर्फबाट हामी वडावासी जो छौँ सबैको तर्फबाट उहाँलाई एउटा हामीले सम्मान स्वरूप केही गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम राखेका छौँ। र त्यसको निम्ति आज हामी सहभागी भएको सबैलाई म हार्दिक धन्यवाद दिँदै र हामी यो कार्यक्रममा जो हाम्रो आउनुभएको छ उहाँलाई पनि म हार्दिक स्वागत तथा आगामी दिनमा पनि हजुरले जहाँ बस्नु यहाँ बसुन्जेल र लगायत जुन ठाउँमा जानुहुनेछ त्यहाँ दुर्गम पिछडिएको क्षेत्रको समुदायको निम्ति योगदान गर्नुहुनेछ र आफ्नो कार्यकालमा त्यसै गरी आफ्नो अझै पनि
राम्रो काम गर्दै अझै अब अहिले ज्यादातर नै बस्दै बस्दै एक स्टेप बढेर हुनुभएको छ। अझै फेरि हाम्रो जिल्लाबाट नै अझै अर्को स्टेप बढेर गएर निकट भविष्यमा हामीले हजुरलाई चाहिँ जिएमसम्मको हाम्रो अपेक्षा त्यो भएर हजुरको कार्यकाल सफल होला भन्ने अपेक्षा राख्दै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद। धेरै कुरा राख्नुभयो। उहाँको सराहनीय कामले हाम्रो जिल्लामा लामो 6 वर्ष झन्डै 6 वर्षसम्म अझै यहीँ कार्यरत हुनुहुन्छ। अझै पनि उहाँका यहाँ रहँदैसम्म पनि तपाईँ हामीलाई सहयोग गर्नुहुनेछ र उहाँको कार्यकाल एकदम सफल सुखमय बितोस् भनी राखेर जानुभयो र हाम्रो पनि उहाँको भविष्य अझ सफल काल बितोस् भन्ने हामी पनि शुभकामना गर्छौँ भन्दै अब हामी सम्मान कार्यक्रममा उहाँलाई हामी सम्मान गर्नको लागि हाम्रो यस कार्यक्रमका अध्यक्ष हाम्रो सामुदायिक वनको अध्यक्ष लगायतलाई सम्मान गर्नको लागि र सम्मान हुनुको लागि पनि हाम्रो वरिष्ठ प्रतिनिधि धर्मबहादुर बस्नेतलाई पनि एउटाबाट मात्र फोटो ले लो।